भदा भदैनीहरू मेरो भदा नि यता छुनी मुनिला यता देम जानु अब नाम के हो भन त जानुका पुरै नाम जानुका राई भन्नु त अनि अब अर्को नाना नाम के हो भन्नु जानुका राई हाम्रो भदै नाम के हो हाम्रो नानाको नाम के हो सामी राई म चाहिँ आज बिहेमा जाँदैछु यो मेरो सबै योदेखि मेरो भदा भदैनीहरू हो यहाँ चाहिँ हाम्रो भाउजू यहाँ चाहिँ हाम्रो आसमा हेलो आसमा हाम्रो सामी हेलो हाम्रो भाउजू हामी बिहेमा गएको है सबैजना बिहेमा जाँदैछौँ यो मेरो मम्मी यो मेरो मम्मी हो हेलो मेरो ठुली दिदी कति राम्रो केटी हो यो केटीको होला राम्रो देखिन्छ पछाडि आउँदा हुन्छ बिहेको सामान बोक्नु भइरहेको अनि ऊ चाहिँ आसमा राई ऊ चाहिँ कोपिला राई मगर अनि मगर राई अनि उयो चाहिँ अहिलेसम्म राई नै छ म राई नै छु ऊ चाहिँ कराई छ अरे अब हाम्रो त थाहै छैन अझै हाम्रो पनि दुईवटा काठ हुन्छ कि एउटा भोलि त पछि त मासु ढुङ्गा उसको ब्याग त ढुङ्गा रहेछ होइन हाम्रो भाउजू छेप्छप्प पल्टो गर्छ त उनीहरू के भएको औ कति हिँड्दो रहेछ ओइ आउँदा नानी हामी भिडियो गर्नुपर्छ के जानुका आऊ मेरो हातमा यहाँ हामी छौँ रोहन पनि आऊ यो देख्ने सबै मेरो भदा भदैनी ठुलो दाइ मेरो भदा भदैनी रोहन समी यानुका जानुका अनि यता फुपू हामी सबैजना बिहेमा गएको डुल्दै जानुपर्छ भनेर आज सबैजना डुल्दै हिँडेको कि गाडीमा भिडियो बनाउँदा नै भएन हामी चाहिँ बिहेको खास गरी बिहेमा हिँडेको तर हामी बाटोमा फोटो खिच्दा थाक्यौँ अब हामी जाँदैछौँ भर्खर है हामीसँग त्यत्रो थिएको जनताहरू अगाडि गइसक्नु भयो हामी यहाँनिर फोटो खिच्दा यो अवस्थामा छौँ यो देखिने चाहिँ मेरै गाउँ घरको ठाउँहरू हो यहाँ त हाम्रो आसमाजी हुनुहुन्छ आसमा साम अनि उहाँ हुनुहुन्छ अगाडि हुनुहुन्छ अलिकति नदेखा अलिक अगाडि हुनुहुन्छ म फेरि कुद्दै जानुपर्छ म फेरि झन्डै लड्छु होला त्यही भएर उहाँ हुनुहुन्छ हाम्रो भीमा हुनुहुन्छ हाम्रो देखान जाँदैछौँ सबैले छोडेर गयो नानीहरू पनि छोडेर गयो अघि त हामीसँगै थियो सबैजना अहिले त हामी मात्रै छौँ हामी बिहे खाएर अब घरै बिहे खाएर कति बेला फर्किन्छ भनेर ढिलो हुन्छ होला जस्तो लाग्यो नि हाम्रो पालो फोटो खिच्दै बस्यौँ 1 घन्टा त्यो भदा हामीले फोटो खिचेको टिकटक बनाएको टिकटक बनाएको थोक्का केही बुझ्यो म त तल गएर त केही गर्नु मेरो भिडियोमा कपिराइट देखाउँछ त्यही भएर म गएर भिडियो केही गर्दिनँ अहिले म यहाँको यसो बाटो हाम्रो बाटो त यस्तो छ नि त हाम्रो गाउँमा छु म अहिले गाउँमा हाम्रो गाउँ यस्तो छ हेर्नुहोस् फाइनली अब हामी बिहे घरमा आइपुग्नु कहिले अघि नानीले मजाले बोक हामी फाइनल चाहिँ बिहेमा आइपुग्यौँ उछिर जानु
त्यहाँ म त लड्छु होला यहाँ